हेलो गाइजहरू, आज चाहिँ हामी सुनसरी झरनासम्मको यात्रा मा छौँ। पानीले चाहिँ साथ दिइरहेको छैन हामीलाई, पानी आइरहेको छ। त्यही पानीको बावजुद पनि हामी हिँडिरहेका छौँ है, रेनकोट ओढेर हिँडिरहेका छौँ। हामी 4 जना छौँ, बाइकमा 4-5 जना छौँ है। अनि ट्याक्क लाएर यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। यो भिडियो फुल भिडियो चाहिँ युट्युबमा आउँछ। ल गाइज, हेरिदिनु होला है। हामी जाने क्रममा छौँ यति बेला। सुनसरी झरना तपाईँ देख्न सक्नुहुन्छ अगाडि दृश्यमा। यस्तो मनमोहक झरना छ नि यहाँनिर। हाय हाय, रोल्पाको चिनारी विशेषता नै भन्नुपर्छ। र पनि यस्तो गोजेलमा छ कि अब के भन्ने, खै दुःखको कुरो। हामी गइराखेका छौँ। यहाँ चाहिँ हामी सिडीबाट झर्दैछौँ। एकदमै राम्रो सिडी बनाउनु भएको छ यहाँनिर चाहिँ। थोरै व्यवस्थापन स्थानीय तहले होला, यो राम्रो कुरा पनि हो। र अझै यहाँ चाहिँ सुधार गर्नुपर्ने देखिन्छ। सायद बर्खा लागेर पनि थोरै बिग्रेको हुनसक्छ। र ऊ भाइ चाहिँ तल हाई गर्दै ल, उता गइरहेछ। अङ्कल र हाम्रो इमान मामा चाहिँ तलै पुगिसक्नु भयो है। झरना चाहिँ यहाँनिर छ। हामी झर्दैछौँ ओह्रालो, हेर्दै गर्नु भयो है त। फाइनली आइयो। यहाँनिर एउटा पसल छ, मामा भन्छ नास्ता पसल। तपाईँहरूलाई खाजा नास्ता यहाँ व्यवस्था हुन्छ। र छेउमा हेर्नुहुन्छ भने हाय 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 हाय, कति राम्री हाम्रो सुनसरी झरना। यहाँ माथिबाट यसरी यसरी आफ्नै गति आफ्नै लयमा आनन्दसँग झरेको देख्न सकिन्छ। यो मनमोहक दृश्य तपाईँ रोल्पाको सुनसरी झर्नामा आउनुपर्छ यो दृश्य हेर्नको लागि। यस्तो राम्रो दृश्य छ यहाँनिर। र म गइरहेको छु। मेरो ब्याकग्राउन्डमा देखिया होला सुनसरी झर्ना पनि कस्तो देखिया छ है। लाइक कमेन्ट गरौँ। अब बाँकी हामी थोरै अगाडि गएर है त, पुगिसक्यो अब। ल अब लगभग आइसक्यो झरना यहाँनिर। यहाँ सिडीहरू थोरै रेलिङ लाएर यो सुनसरी गाउँपालिकाको लगानीमै होला सायद, स्थानीय तहले गरेको हुनुपर्छ। यहाँनिर थोरै बिग्रिया पनि छ है। र झरनाको फेरीमा हामी आइसक्यौँ, जाँदैछौँ। यहाँबाट थोरै ओजेल परिरह र तपाईँ देख्न सक्नुहुन्छ। म छु भिडियो बनाउँदै। अनि अब लगभग अन्तिम चरणमा आइसकेको अवस्था छ। यता चाहिँ हाम्रो मामा, तल अङ्कल, इमान मामा, इमान सर, भाइ, लालमोहन भाइ, अनि हामी 4 जनाको राइड ट्रेक हुन न घुम्थ्यो यहाँनिर। ओ बाफ्रे बाफ्रे, अब यसलाई स्वर गर्न भने के भन्ने हामी त। हाय हाय अब हामी तल यहाँ छाउनी प्रतीक्षालयको छ बस्ने ठाउँ, त्यहाँ गएर देखाउँछु है तपाईँलाई। हाम्रो मामा आउँदै हुनुहुन्छ। हाम्रो बहिनीहरू साथीहरू, ल कहाँदेखि आउनुभयो? ल हाम्रो गामदेखि है, राम्री बहिनीहरू पनि आउनु भएको छ घुम्न। यहाँ त पुरै हावाले पानीले हानिकन क्यामेरा पुरै बोलाएर आएको छ। त्यही पनि उहाँ पनि आउँदै हुनुहुन्छ। क्या राम्रो देखिएको। ल फाइनल्ली हामी सुनसरी झरनामा, रोल्पाको एउटा चिनारी, यस्तो राम्रो ठाउँमा छौँ हामी। यति शीतल, यति आनन्द, यस्तो अनुभूति भइरहेछ कि स्वर्गै आए जस्तो तपाईँ देख्न सक्नुहुन्छ। र यताबाट हेरौँ है त, यो एङ्गलबाट हेर्दाखेरि त या स्वर्ग त भन्दा कम छैन। यो नजारा हेर्नुहोस् तपाईँ। आमा कति राम्रो, कति क्युट। यतातिर मान्छेहरू घुमिरहेछन्, यहाँ पनि हामी देख्न सक्छौँ। यस्तो 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 आनन्द। यो बाहुबली झरना जस्तो देखिने रहेछ जुम गर्दा। या स्वर्ग जस्तै नि आउनुलाई सबैजना। यस्तो रमणीय ठाउँ र यहाँ मान्छेहरू घुमिरहेछन्। र यता मगर्ने नानीहरू पनि छन् है, अङ्कलहरू, मामा बस्नु भएको छ, भाइ। र म यता छु। त्यो रमणीय दृश्य तपाईँ अन्तिमसम्म हेर्नु होला है त।